हेलो साथीहरू, गुड मर्निङ अनि सेवा। तपाईँहरू के गर्दै हुनुहुन्छ है? अनि आजको दिन तपाईँहरूको चाहिँ केदेखि सुरुवात हुँदैछ है? मेरो चाहिँ त्यो घरको धुरीमा मुखपात लाउनु पर्ने छ है। म एक्लै छु, फेरि मुखपात चाहिँ दुईजना चाहिन्छ कि लाउनको लागि। म चाहिँ एक्लै छु, एक्लैले कसरी लाउने भन्ने कुरा सोच्दैछु। यहाँ बनाएर चाहिँ ठिक्क बनाइरहेको छु। अब यहाँ धुरीमा छ, माथि लाउनु पर्ने हो होइन। यता पनि मेरै घर हो होइन, यता पनि मेरै घर हो। त्योभन्दा यता ठुलो बनाइदिएको क्या, किनकि अब बिहे गर्नु पऱ्यो क्या। बिहे गर्ने बेला भइसक्यो, उमेर ढल्किसक्यो होइन। अनि अब बिहे गर्नुको लागि चाहिँ घर बनाउँदै गरेको। घर सक्न बित्तिकै मेरो बिहे हुन्छ। तपाईँहरू सबैजनालाई म निम्तो दिन्छु। त्यसपछि चाहिँ फेरि मेरो चाहिँ मकै खन्नु पनि बाँकी छ क्या, यताउति एक गरा बाँकी छ। कहिले खन्ने हो, म बिजी छु है। अनि काठमाडौँ पनि जानु मन लागिसक्यो। कहिले घर बनाइसकेर काठमाडौँ जाने भन्ने कुरा सोच्दैछु। फेरि बर्खा पनि लाग्यो, हाम्रोतिर चाहिँ धान र कोदो रोप्ने बेला भइसक्यो। अब धान रोपेपछि कोदो रोप्नुपर्छ। कोदो रोपेर सक्दा पनि फेरि दसैँ तिहार आइहाल्यो, दसैँ आइहाल्छ। फेरि काठमाडौँ जानु पनि मन लागिसक्यो, तनाव छ। अब यता छ घर छ यस्तो लथालिङ्ग है। अब यो छोडेर जाने कुरा आउँदैन। घरमा चाहिँ मम्मी र बाबा मात्रै हुनुहुन्छ है। उहाँहरूले चाहिँ सक्नु हुँदैन। म काठमाडौँ थिएँ, काठमाडौँ बस्दा बस्दा चाहिँ घर बनाउनको लागि आएको होइन। काठमाडौँ कहिले जाने है। हाम्रो गाउँको भ्यूहरू चाहिँ यस्तै छ, धुम्म परिरहेको छ। गर्मी धेरै छ। तपाईँहरूकोतिर गर्मी कतिको छ होइन। यस्तै छ जिन्दगानी दर्पण छाया भने जस्तै। खोलाबारी पनि आज चाहिँ आइरहेको छ। हाम्रो खोला यहाँ तल छ है। हाम्रो गाउँ चिसापानी माथि पर्छ। त्यो तल्लो घर चाहिँ मेरो मूल घर हो होइन। मेरो घरै हो यता है, यस्तो छ होइन। उता पल्लो घरमा टिन ठोकिरहेको छ, यता पनि घर बन्दैछ ठुलो। मेरो चाहिँ हानिसकेको टिन यस्तै छ। गाह्रो छ हौ। अब बिहे गर्नु पऱ्यो। मेरो बिहे खान चाहिँ कतिजना आउने भने है, कमेन्ट गरौँ है फेसबुकको मेरो साथीहरू।